लाई दिएको छ। अनि यही सँगसँगै त्यो बालक हुर्केको कुराहरू हामीलाई थाहा छ। तर म आज त्यता जाँदिनँ। आज एउटा घटना मलाई जब बिहानखेर वचन पढ्दै थिएँ, परमेश्वरले मलाई एउटा वचन दिनुभएको छ, अनि त्यहाँबाट म केही कुरा भन्नेछु। अनि हामीलाई थाहा छ नानी बाल समर्पण भनेको चाहिँ एउटा ठुलो बाबा र आमाको एउटा कमिटमेन्ट हो। त्यो चाहिँ एउटा प्रतिज्ञा हो परमेश्वरप्रति कि म यो नानीलाई चाहिँ तपाईँको राज्यको निम्ति, म तपाईँमा सुरक्षाको निम्ति लिएर आउँदैछु। र परमेश्वर को भनेर अझै धेरै नजिकबाट यो परिवारले परमेश्वरलाई चिन्ने मौका पनि हो यो चाहिँ। अनि येशूले नि भन्नुभयो नानीहरू चाहिँ मौकामा आउनको लागि तिमीले नरोका। आमेन। अनि येशू आफैले पनि नानीहरू चाहिँ उहाँकोमा ल्याएको उहाँ चाहनुहुन्छ। अनि यो परिवार अथवा यो कपल धन्यको होस्। उहाँहरूले के गर्दै हुनुहुन्छ आज नानीलाई चाहिँ परमप्रभुमा के गर्दै हुनुहुन्छ, डेडिकेसन गर्दै हुनुहुन्छ। अनि हामी प्रभुलाई धन्यवाद भन्छौँ। यहाँनिर मैले आज होइन एउटा बुवा र आमाको जिम्मेवारीको कुरा अलिकति बढी गर्न चाहन्छु। तर कस्तो खालको बुवा र आमाले चाहिँ नानीलाई मजाले हुर्काउन सक्छ, बाइबलमा हामीले हेर्दै गर्दा न्यायकर्ताको पुस्तक 13 अध्यायको 8 खण्डलाई म पढ्न चाहन्छु। तब मनोहले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, हे परमप्रभु, बिन्ती छ तपाईँले पठाउनु भएका परमेश्वरका ती मानिस फेरि एकपल्ट आउन् र त्यो जन्मिने बालकलाई हुर्काउन हामीले के गर्नुपर्छ? मसँग दोहोऱ्याउनुहोस् त। जुन जन्मिने बालक छ उसलाई कसरी हुर्काउनु पर्छ भनी उनले परमेश्वरलाई पुकार गरे। आमेन। यो एउटा मलाई बिहानैखेर यस्तो मजाको लाग्यो। कतिचोटि हामी नानी जन्मिने बित्तिकै के गर्छौँ? हर्षित हुन्छौँ। त्यो राम्रो कुरा हो। गर्भमा आयो हर्षित हुन्छौँ, राम्रो कुरा हो। तर यो एउटा व्यक्ति जहाँ चाहिँ मानोह भन्ने व्यक्ति छ, उनले चाहिँ जब उसको श्रीमतीले बताउँछिन् त्यहाँनिर आज चाहिँ होइन स्वर्गदूत देखा परेर चाहिँ मलाई बच्चा हुन्छ भनेर भनेको छ भन्ने बित्तिकै उनमा एउटा ठुलो क्युरियस जाग्छ होइन। एउटा बाबामा उसलाई ठुलो एउटा प्रश्न लाग्छ, नानी त आउने भयो तर कसरी हुर्काउने भन्ने शब्द। यहाँ मसँग दोहोऱ्याउनुहोस् त, हुर्काउने। त्यो चाहिँ महत्त्वपूर्ण हो। हालेलुया। अनि उसले के गरेका छन् भन्दा परमेश्वरसँग फेरि प्रार्थना गरेका छन्, यो नानीलाई हामीले यहाँ हामी भन्ने शब्द छ, हामीले के गर्नुपर्छ सो हामीलाई बताइदिनुहोस्। आमेन। एउटा बुवा र आमाको जिम्मा चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो शारीरिक कुरामा हामी धेरै चिन्तित हुन्छौँ। अनि हाम्रो हुर्काइ पनि के छ भन्दाखेरि शारीरिक कुराबाट हामी बढी हुर्काउन कोसिस गर्छौँ। वर्ल्डली कुरामा हामी धेरै चाहिँ हुर्काउन कोसिस गर्छौँ। अर्कोको भन्दा मेरो नानी राम्रो होस्, लगाउने कुरादेखि हरेक कुरा चाहिँ संसारसँग कम्पेयर गरेर गर्छ। तर यो मान्छेको हृदयमा त्यो छैन। के छैन? म वर्ल्डली तरिकाले म उसलाई हुर्काउँदिनँ। उसले के भन्दैछ? परमेश्वरसँग प्रार्थना गर्यो। यो चाहिँ महत्त्वपूर्ण कुरा। यो चाहिँ कसले गर्छ भन्दा मलाई एउटा टपिक राखेको छु। जसको आत्मिक आँखा खुलेका छ अथवा आत्मिक आँखा खुलेका बाबाले परमेश्वरले दिएको नानीलाई हामीले कसरी हुर्काउनु पर्छ भनिकन परमेश्वरसँग प्रार्थना भनेर राखेँ एउटा टपिक मैले यसलाई चाहिँ। कुन बाबा अरे? जसको आत्मिक आँखा खुलेको छ ऊ व्यक्तिले मात्रै परमेश्वरसँग सोध्छ कि यो नानीलाई कसरी मैले हुर्काउनु पर्छ भनिकन। हालेलुया। अरूले के गर्छन्? अब जन्मिहाल्यो ठिकै छ, त्यो चाहिँ नानी त्यस्तै भएर जान्छ होइन। तर उसले के भन्दैछ? कसरी चाहिँ मैले यो नानीलाई हुर्काउनु पर्छ, कसरी चाहिँ यो नानीलाई हुर्काउनु पर्छ, यो चाहिँ महत्त्वपूर्ण कुरा हो। र त्यो चाहिँ कसले गर्छ भन्दा जसको आत्मिक आँखा खोलेको छ उसले मात्रै गर्न सक्छ। अनि मलाई चाहिँ कहाँ आज बिहानै लेख्न मन लाग्यो। यो चाहिँ बिचमा मैले थपेको स्लाइड आजको फ्रेस एनोटिङ, फ्रेस परमेश्वरले दिएको रेभलेसन हो। यो चाहिँ कसरी नानीलाई हुर्काउने भनेर चाहिँ कसले भन्न सक्छ भन्दा जस बुवाको आँखा खोलिएको हुन्छ, त्यो पनि आत्मिक आँखा खोलिएको हुनुपर्छ। धेरै हाम्रो शारीरिक आँखा छ, मैले के भने अघि, हामी शारीरिक तरिकाले अथवा वर्ल्डली तरिकाले त जसले पनि हुर्काउँछ। तर यो मनोहर भन्ने व्यक्तिले चाहिँ परमेश्वर यो नानीलाई कसरी हुर्काउनु पर्छ भनेर प्रश्न गर्यो। आमेन। अनि यसको उत्तर चाहिँ परमेश्वरले के भन्नुहुन्छ भन्दाखेरि नानीलाई एउटा बुवा र आमाको कर्तव्य चाहिँ के रहन्छ भन्दाखेरि उनले मैले मात्रै भनेन, यहाँनिर हामीले के गर्नुपर्छ भन्ने शब्द चाहिँ बडो मजाको कुरा हो।
जिम्मेवार दुवैप्रति छ, आमाप्रति पनि छ, बाबाप्रति पनि छ। म दुईटै कुरालाई आज म तपाईँहरूको ब्यालेन्समा लान चाहन्छु। बाबाको पनि जिम्मा उत्तिकै महत्त्वपूर्ण छ, आमाको पनि उत्तिकै महत्त्वपूर्ण छ। आमाको भूमिकाको बारेमा हामीलाई थाहा छ है। यहाँनिर जब युनिस भन्ने हामीलाई थाहा छ, तिमोथी मण्डलीको पास्टर अथवा अगुवा हैन, उनको हजुरआमा चाहिँ युनिस थिइन् हैन। अनि त्यस पछाडि उनको पावलले त्यहाँनिर भन्दै गर्दाखेरि चाहिँ हैन, उनको विश्वासको बारेमा कुरा गरेको छ। यति ठुलो विश्वासको कुरा छ त्यहाँनिर हैन। अनि आज धेरैचोटि आमाहरूले चाहिँ हैन नानीहरूलाई कसरी हुर्काउनु पर्छ भन्ने कुराहरूको जिम्मेवार छ। बाबाले पनि यहाँ के गर्यो, हामीले कसरी नानीलाई हुर्काउनु पर्छ त्यो महत्त्वपूर्ण। संसारको कुरा त धेरै छ अहिले हुर्काउने तरिकाहरू, तर बिब्लिकल कुरा चाहिँ महत्त्वपूर्ण कुरा हाम्रो लागि चाहिँ कसरी तालिम दिनुपर्ने नानीहरूलाई, कसरी परमेश्वरको वचनमा हुर्काउनु पर्ने, यो चाहिँ बाबा आमाले सिक्नुपर्छ। आमेन। हामीले सिकिराख्नुपर्छ। यो के भनेको छ नि, मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ। त्यो विश्वास जो पहिले तिम्रो बजाइ लोइसमा थियो, बजाइ हेर्नुहोस् न हजुरआमाको जिम्मा, अनि र तिमी आमा युनिसमा, अनि मलाई निश्चय छ कि त्यो विश्वास तिमीमा पनि रहेको छ। आमेन। त्यो विश्वास रहेको छ। यसरी एउटा हैन कसरी चाहिँ एउटा परमेश्वरको आशिष बगेर आउँदो रहेछ भन्दाखेरि चाहिँ हजुरआमैबाट है। हाम्रो बुवाले भन्नुहुन्थ्यो, यदि कसैलाई छोरालाई बरी माग्न जानुपर्छ भने उसको आमालाई हेर्नुपर्छ भन्नुहुन्थ्यो बुवाले। के भनेको होला जस्तो लाग्थ्यो, यहाँ लेखेको रहेछ वचन चाहिँ। हजुरआमा नि कस्तो रहेछ, विश्वासको जग रहेछ। तपाईँलाई थाहा छ, एउटा व्यक्ति जो परमेश्वरको बारेमा समर्पण गर्छ, उसको दियाले सर्दै 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 बगेर जाँदोरहेछ। तिमोथीसँग आयो। आमेन। अनि म उसा गर्छु यो परिवारले नानीलाई राम्रोसँगले हुर्काउनु हुनेछ। आमेन। अनि नानीलाई चाहिँ तालिम चाहिँ अरूले दिएकोले हुँदैन। तपाईँलाई थाहा छ, मेरो छोरालाई कसैले गाली गरेको म मन पराउँदिनँ, मेरो छोरालाई कसैले थप्पड लगाएको म मन पराउँदिनँ। तर मैले गाली गरेँ, मैले थप्पड लगाएँ भने मलाई सन्तोष लाग्छ, हो कि भन्नुहोस् त। अनि हामी मेरो नानी अर्काले बनाइदिन्छ भनेर म कहिले भर पर्दिनँ। उत्साह इन्करेजहरू चाहिँ चाहिन्छ, तर कर्तव्य चाहिँ मेरै हो र मेरो श्रीमतीको। आमेन। अनि परमेश्वरले उहाँले दिनुभएको नानीहरूलाई कसरी हुर्काउनु पर्छ भनेर चाहिँ एउटा आत्मिक आँखा खोलेको बुवाले चाहिँ परमेश्वरलाई सोध्दो रहेछ। आमेन। सम्पत्तिले प्रशस्त भएका व्यक्तिहरूले सोध्दैनन् फेरि परमेश्वर कसरी, उनीहरूलाई परमेश्वरले थाहा छैन। तर यो व्यक्तिले सोध्यो, मलाई आज साह्रै खुसी लागेको चाहिँ कसरी हामीले हुर्काउनु पर्छ, यो चाहिँ महत्त्वपूर्ण हो हैन। संसारको कुरामा त जसले पनि हुर्काउँछ हैन। अहिले जिम्मा लानु भन्छन्, के गर्नु भन्छन्, कता अरे खोल खेलाउन हैन के, तर कसरी परमेश्वरको वचन सिकाउनु पर्छ त्यो चाहिँ थाहा छैन। तर म खुसी लागेको कुरा चाहिँ के छ भने यो व्यक्तिले भन्यो हामी कसरी चाहिँ यो नानीलाई हुर्काउनु पर्ने। आमेन। अनि त्यहाँदेखि उसले उत्तर पाएको छ, जुन कुरा मैले तिम्रो श्रीमतीलाई भनिसकेको छु त्यो कुरा गर्नु। के भनेको थियो पहिला भन्दाखेरि चाहिँ तिमीले मताउने कुराहरू खानु हुँदैन, उनको कपालमा छुरा लगाउनु मिल्दैन, तिमी चाहिँ त्यो व्यक्ति चाहिँ अलकाइ गरेको हुन्छ। आमै अलका रहनु पर्थ्यो, किनभने खानेकुराहरूमा पनि। किन खानेकुरा भन्दाखेरि आमाले जे खायो त्यही नानीकोमा जान्छ। दुईटा रेभुलेसन यसबाट, शरीरबाट जे कुरा खानुहुन्छ आमाहरूले त्यही नानीलाई जान्छ कि जाँदैन भने त आमालाई जान्छ। साइन्स पढ्ने नानीहरूलाई पनि थाहा छ। सेकेन्डमा आमाले जे कुरा शिक्षा खान्छन् त्यही कुरा नानीमा जान्छ। यो 100% हो। यहाँ के भएको छ, जुन विश्वास त्यो तिम्रो पहिले बजाइ लोइसमा थियो र तिम्री आमा युनिसमा, अनि मलाई निश्चित छ, निश्चय छ भनेको छ, त्यहाँ डाउट छैन, निश्चित हुनु जरुरी हो। पावलले भन्दैछ त्यहाँनिर हैन, प्रेरित पावलले, त्यो विश्वास तिमीमा पनि रहेको छ। कति ठुलो गहिरो रेभुलेसन छ यहाँनिर है। तपाईँलाई याद छ, एउटा अनरको बिउ अहिले पनि अनरकै त्यसले फल दिन्छ, अनरकै त्यसले के दिन्छ, फ्लेभर दिन्छ। तपाईँलाई थाहा छ, डल्ले खोर्सानी अहिले उत्पन्न भएको होइन, त्यो कहिले हो कहिले, तर त्यो बिउ अहिले पनि डल्ले खोर्सानीकै भएर जान्छ, हो कि भन्नुहोस् त। एउटा असल व्यक्ति, असल आमा र बुवा, आत्मिक आमा
खुलेको बुवा र आमाले सही शिक्षा सिकाएको छ भने त्यो बिस्तारै नानीकोमा ट्रान्सफर भएर जान्छ। आमाकोमा सर्यो यहाँनिर होइन, युनिसमा सर्यो, अनि युनिसले के गरिन् आफ्नो छोरालाई पनि सिकाइन्। यो ट्रान्सफर भएर जान्छ। यो चाहिँ महत्त्वपूर्ण हो। नानी हामीले पाउनुमा प्रभुलाई धन्यवाद दिनुपर्छ। तर सेकेन्ड क्वेसन चाहिँ तपाईँले यो नानी दिनुभयो कसरी हुर्काउनु पर्छ, त्यो चाहिँ महत्त्वपूर्ण हो। अनि कसरी हुर्काउनु पर्छ भन्दाखेरि एन्सर चाहिँ एउटै कुरा छ यहाँनिर। के छ भन्दाखेरि परमेश्वरले के भन्नुभएको छ भन्दाखेरि आमा र बाबाको जिम्मेवारी चाहिँ के भन्दाखेरि आफैलाई प्रभुमा समर्पण गर्ने, बुवा र आमाले छोराछोरीलाई हुर्काउने आफ्नो जिम्मेवारीलाई पुरा गर्नुपर्छ। हे इजरायल सुन, परमप्रभु आफ्नो परमेश्वर एउटै परमेश्वर हुनुहुन्छ। तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। ती तिमीहरूले आफ्नो छोराछोरीहरूलाई होसियारीसँग सिकाओ। मसँग दोहोऱ्याउनुहोस् त, होसियारीसँग सिकाओ। किनभने हामीले होसियारीसँगले परमेश्वरको वचन सिकाएन भने त्यही वचनले हामीलाई दायाँ बायाँ नहिँडाउनु भनेको छ। अनि वचनलाई हामीले ध्यान दिएर सिकाउनु पर्छ। यो वचन त्यत्तिकै जताभावी बोल्न मिल्दैन। यो सत्य वचन छ। नानीहरूलाई हामीले सत्य कुरा सत्य भन्नुपर्छ। कतिचोटि हामीले के भन्छौँ, त्यसले केही जानेको छैन भनेर जे पाए त्यही बोल्छौँ, हुँदैन। वचन सत्य कुरा हामी सिकाउनु पर्छ। आमेन। सिकाउने ठाउँहरू छ। पहिला मैले अघि के भन्दै थिएँ, घरै हो, बुवा र आमा नि हो। पहिला घरमा बस्दा भनेपछि को बढी बस्छ घरमा? अमेरिकामा त दुईजना बराबर काम गर्नुहुन्छ। तर त्यो बेलाको कन्टेक्स्टमा हामीले हेर्ने भनेदेखि नि छोरीहरूले काम गर्दैन थिए। अहिले पनि कतिवटा ठाउँमा छोरीहरूले काम गर्दैन। घर व्यवहारलाई, घर परिवार, नानीहरूलाई टेक केयर गर्छ। र हामी नेपालीमा पनि धेर थोरमा मात्रै अहिले काम गर्दैछ। तर प्राय घरमै हुन्छ आमाहरू चाहिँ। उनीहरू काममै भए तापनि उनीहरूको बढी जिम्मेवारी चाहिँ घरमै रहन्छ। त्यो भएर घरमा बस्दा भनेको आमाको जिम्मा आयो भनेको है। अनि बाटोमा हिँड्दा भनेको को बढी बाहिर हिँड्छ? बाउ। अनि बाउको पनि कर्तव्य छ। अनि के अरे ढल्केर सुत्दा होइन, ढल्किँदा अनि ढल्केर सुत्दा अनि उड्दा तिनको चर्चा कसको? परमेश्वरको चर्चा गर। मैले भन्दै थिएँ नानीलाई, सरमलाई अस्तिको दिन, हिजो हामीले पाएन, मैले पाइनँ किनभने लामो समय बस्छ 11 बजीसम्म नानीहरू सुते। मैले सोधेँ तिमीले कतिचोटि आज परमेश्वरलाई सम्झ्यौ? कतिचोटि परमेश्वरसँगको कुराकानी गर्यो? परमेश्वर कतिचोटि तिमीले सम्झिने आज दिनभरिमा? हामीले सोध्नुपर्छ। त्यसको मतलब के हो भने परमेश्वरलाई हामीले के गर्नुपर्छ? सम्झिराख्नुपर्छ, धन्यवाद दिइराख्नुपर्छ। हालेलुया। अनि परमप्रभुको नाउँ लिनेहरूले उद्धार पाउँछ भनेको छ। आमेन। अनि त्यही कारण दिनभरिमा हामीले परमेश्वरको नाउँ लियो कि लिएन मेरो नानीले, हामीले वास्ता गर्नुपर्छ। हालेलुया। त्यो चाहिँ कसको कर्तव्य भन्दा बाबा र आमाको कर्तव्य हो। घरमा बस्दाखेरि सोध्नु पर्यो। बाटो हिँड्दै गर्दाखेरि पनि हामीले आफ्नो नानीलाई परमेश्वरको बारेमा सिकाइराख्नुपर्छ। त्यो अरूले सिकाउँदैन। त्यो बाइबल स्कुलको कलेजमा सिकाउँदैन। पहिला बाइबल स्कुल कलेज घरमै हुनुपर्छ। आमेन। नानीहरूलाई कस्तो खालको बनाउने, कुन चरित्रको बनाउने, हामी परमेश्वरको वचनमा हामी नानीहरूलाई सिकाउनु पर्छ। हालेलुया। अनि एउटा बुवा र आमाले जब आफैलाई परमप्रभुमा समर्पण गर्दैन तबसम्म उनले सिकाउन सक्दैन। त्यो बुवा र आमाले पनि आफ्नो जीवन परमेश्वरलाई दिएको हुनुपर्छ। आमेन। अनि मात्रै त्यो आमा र बाबाले सिकाउन सक्छ। अनि परमेश्वरलाई धेरै धन्यवाद भएको छ। आज हाम्रो बुवा र आमाको आत्मिक आँखा खोलेको हुनुपर्छ। बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा के दियो? तालिम दियो भन्छ बाइबलले चाहिँ। तालिम भनेको चाहिँ के भन्दा, तालिम भन्ने बित्तिकै यो शब्द कडा शब्द हो कि न भन्नुहोस् त? कतिजनाले तालिम गर्नुभएको छ? कोही आर्मीमा जानुभएको छ, कोही पुलिसमा जागिर खानुभएको छ, कोही छैन। त्यो भएपछि चाहिँ गाह्रो भइहाल्यो। म पनि गएको छुइनँ। तर कुरो तपाईँले याद गर्नुभएको छ? कतिजना जिममा जानुभएको छ? एकजनाले चाहिँ गएको छु भन्नुहोस् त। कोही छ जाने? छु। कता छोरी कस्तो गएको? कस्तो लाग्छ? एकैचोटि पहिला सजिलो भयो कि गाह्रो भयो? गाह्रो। तालिम हो त्यो।
तालिममा कहिले पनि सजिलो हुँदैन, गाह्रो हुन्छ। तर पछाडि के हुन्छ, तालिम गरिसके पछाडि राम्रो हुन्छ। नानीलाई शिक्षा दिनु, सानैमा रुन्छन्, उनीहरूलाई मन दुख्छ, म पनि कराउँदाखेरि गाली गर्दा मन दुख्छ एकछिन पछाडि, तर मेरो कर्तव्य त कर्तव्य हो नि त, हो कि न? मेरो नानीलाई मैले हप्काइनँ, मैले गाली दिनँ, मैले माया गरिनँ भनेदेखि अरू कसले गर्छ र? कसैले गर्दैन। एकछिनको लागि चेप्रे गरेर हुँदैन नि त। मेरो नानीलाई बनाउनको लागि चाहिँ म आफै लाग्नुपर्छ। आमेन। त्यसैले बुवा र आमाको कर्तव्य छ बालकलाई ऊ हिँड्नु पर्ने बाटोमा तालिम दियो र वृद्ध अवस्थासम्म ऊ त्यसबाट तर्केर जाँदैन। हालेलुया। हामी राम्रो बनाउनको लागि हामी नानीलाई चाहन्छौँ भने सानैदेखि हामीले नानीलाई लगानी गर्नुपर्छ। एकजना प्रभुको दासले, म विश्वासी थिइनँ त्यतिखेर, उहाँले वचन बोल्नु भएको थियो, मलाई बर्थडेमा बोलाएको थियो, अनि म गएको थिएँ। उहाँले एउटा कुरा भन्नुभयो, सानैमा बोडीको बिउलाई थाङ्ग्रा लगायो भने चाहिँ नि फल दिन्छ अरे के। थाङ्ग्रा भनेको बुझ्नुहुन्छ? नानीहरू जवानहरू त बुझ्दैन थाङ्ग्रा भनेको, इङ्ग्लिसमा पनि के भन्छ मलाई पनि थाहा छैन थाङ्ग्रा भनेको। तर उदाहरणको लागि यस्तै, यो बेलुन अड्याएको छ नि, एउटा फ्रेम छ, अनि चाहिँ यो बेलुनकोले सेप दिन सक्यो, उभियो। त्यसरी थाङ्ग्रा भनेको चाहिँ डिसिप्लिन हो, एजुकेसन हो। जब हामी दिन्छौँ अनि लडिएर बिस्तारै त्यसले फल दिन थाल्छ। त्यसैले हामीले शिक्षा नानीहरूलाई दिनुपर्छ। आमेन। अनि अर्को चाहिँ हामीले हेऱ्यौँ भने के पाउँछौँ भन्दाखेरि परमेश्वरले है तेरा सबै छोराहरू परम प्रभुबाट सिकाइनेछन् र तेरा छोराछोरीहरूलाई ठुलो शान्ति मिल्नेछ। आमेन। परमेश्वरबाट सिकाइएका छोराछोरीहरूबाट चाहिँ शान्ति मिलेर आउँछ, हामीलाई आनन्द मिलेर आउँछ। आमा बाबाले सिकाएको कुराहरूलाई पनि आउँछ, तर वास्तवमा परमेश्वरबाट सिकाइएको चाहिँ महत्त्वपूर्ण कुरा हो। आमेन। परमेश्वरले सिकाएको राम्रो, किनभने परम प्रभु आफैले नानीहरूलाई सिकाउने उहाँको ठुलो इच्छा छ, अनि हामीले पनि सिकाउनु पर्छ। नानीहरूलाई चाहिँ त्यो नानीहरू चाहिँ पछाडि यति ठुलो ज्ञानी हुन्छ, यति ठुलो काम गर्ने हुन्छ, हामीले सानैदेखि शिक्षा दिएको कारणले गर्दाखेरि। परमेश्वरले हामी सबैलाई आशिष गरेको हुन्। र जसरी आज हामीले नानीहरूलाई तालिम दिन्छौँ, भोलिको दिनमा त्यो नानी कस्तो बन्छ भन्ने कुराको लगानी अहिलेबाट हामीलाई थाहा हुन सक्छ। जस्तै तपाईँले दिनमा $10 मात्रै तपाईँले सेभिङ गरिराख्नु भयो भने नानीहरूको लागि भविष्यमा गाह्रो पर्दैन। $10 त हो नि भन्छौँ नि हामी, होइन? तपाईँले 5 मिनट नानीहरूसँग समय दिँदै गर्दा, 5 मिनट तपाईँले डिभोसन गर्दै गर्दा त्यो नानी भविष्यमा राम्रो हुन्छ। अनि त्यो चाहिँ हामीले गरिराख्नुपर्छ। म अब दुवैजनालाई सोध्न चाहन्छु, राजु भाइ बहिनीलाई, नानीको नाम अलरेडी नै थाहा छ, कन्फर्म हो दुवैजनालाई? नानीको नाम के राख्ने भनेर? के अरे नानीको नाम? ठिक छ। हामी पनि सबैजना मिलेर खुसी हुनेछ। हामी म घोषणा गर्छु आजदेखि चाहिँ अफिसियल्ली। हालेलुया। यता भयो होला कागज पत्रमा, तर बिब्लिकल पनि आजदेखि उता नानीलाई हामीले रिचल भनेर बोलाउने छौँ, समाजले पनि बोलाउनेछ, मण्डलीकोले पनि बोलाउनेछ, राष्ट्रले पनि बोलाउनेछ, आमेन, नेसनले पनि बोलाउनेछ। हालेलुया। अनि नानीको नामबाट परमेश्वरको महिमा हुनेछ। अनि मलाई लाग्छ नानीलाई यस घडी मेरो हातमा दिनुहुन्छ कि त्यहीँ राखेको ठाउँमा मैले प्रार्थना गरिदिउँ सल्लाह कसरी? कतिजनाले त नानी नछोइदियोस् भन्ने पनि हुन्छ, परैबाट राखिदियोस् भन्ने हुन्छ, होइन? यो चाहिँ परिवारको जिम्मेवारको कुरा हो, होइन? त्यसो भने यो नानीलाई जसरी परमेश्वरको वचनमा लेखेको छ, होइन, येशूलाई पनि 8 दिनको दिनमा लगेर के गरेको छ? खतना गरेको छ। येशू नाउँ राखिदिएको छ। अहिले हामीले गर्नु पर्दैन, हाम्रो हृदयको खतना हुनुपर्छ, अनि 8 दिनमा हुनुपर्छ भन्ने छैन। जतिखेर आमा र बुवाको स्वास्थ्य राम्रो हुन्छ, परिबन्ध मिलाउने हुन्छ, तब गर्दा भइहाल्छ। यसलाई भन्छ अनुग्रह। आमेन। अनि जसरी आज नानीलाई समर्पण गर्नुभन्दा अगाडि म एक दुईवटा कुरा तपाईँलाई के गर्नेछु भन्दा क्वेसन गर्नेछु, तपाईँहरूले यसलाई मसँग मन्जुर गर्नुपर्ने हुन्छ। राजु अलिकति अगाडि आइदिनु। ओके, तपाईँले मसँग दुवैजना एकचोटि भन्नुहोस्, समयमा छुट्याउँछु ल। परमेश्वरले हामीलाई दिएको यो उपहार हो, हामी उसलाई मानसिक आत्मिक र शारीरिक रूपमा हुर्काउनेछौँ भने
प्रतिज्ञा गर्छौं परमेश्वरको वचन अध्ययन गरी नानीलाई पालन गर्न हामी फेरि आफैलाई उहाँको पाउमा राख्छौं हामी उसलाई सुसमाचार सिकाउनेछौं भनी म प्रतिज्ञा गर्छु आमेन हामी हरेक दिन उसलाई प्रार्थना पूर्वक प्रभुको चरणमा लैजान्छौं ताकि हाम्रा वचन र हाम्रा उदाहरणद्वारा ऊ परमेश्वरको मार्गमा हुर्किन सकोस् आमेन तपाईले एउटा प्रतिज्ञा के गर्नुभयो भनेदेखि यो एउटा परमेश्वरले दिएको एउटा उपहार हो हामी दुवैजना मिलेर परमेश्वरमा आफैलाई समर्पण गरेर के गर्नेछौं नानीलाई आत्मिक शारीरिक रूपमा पनि के गर्नेछौं हुर्काउनेछौं र सुसमाचार सिकाउनेछौं अनि उनलाई पालन पोषण गर्नेछौं भनिकन तपाईले प्रतिज्ञा गर्नुभएको छ नगरे पनि तपाईले नानीलाई गरि नै हाल्नुहुन्छ गरेको कारणले झन् बढी गर्नुहुनेछ आमेन प्रभुलाई धेरै धन्यवाद भएको हुन्छ मलाई दिनुहोस् म नानीलाई पिता पुत्र र पवित्र आत्माको नाममा अरूको त म यसो राखेर गर्थेँ कि आज त्यसो नगर्नु पर्छ यसै गरेर ल आउनुहोस् हामी सबैजना मिलेर नानीलाई प्रार्थना गर्नेछौँ म चाहिँ पिता पुत्र र पवित्र आत्माको नाममा डेडिकेट गर्दैछु ल अति नै दयालु सर्वशक्ति महान जिउँदो परमेश्वर प्रभु हामी तपाईलाई यस घडी धन्यवाद दिन्छौँ विशेष गरिकन आदरणीय भाइ जीवन भाइ राजु अनि यसरी नै प्रभु बहिनी प्रभु अभिज्ञको जीवनबाट प्रभु तपाईले छोरी रिसललाई दोस्रो सन्तानको रूपमा दिनुभएको छ हामी तपाईलाई धन्यवाद दिन्छौँ तपाईँ परमेश्वरले प्रभु यो परिवारमा दिएको यो आशिषको लागि अनुग्रहको लागि प्रभु म तपाईलाई धन्यवाद दिन चाहन्छु आज म तपाईको दास प्रभु एउटा पुजारीको हैसियतमा उनलाई तपाईको वेदीमा लिएर आउन चाहन्छु अनि तपाईँ त्रिएक परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाउँमा यो नानीलाई म डेडिकेट गर्छु जसरी प्रभु तपाईले यो नानीको जीवन आत्मा प्राण अघिबाटै आमाको गर्भमा ल्याउनु भन्दा अगाडि योजना गर्नुभएको छ त्यो योजना नानी रिचलको जीवनबाट प्रभु तपाईले पूरा गर्नुभएको हो आजदेखि उता हामी घर परिवार मण्डली अनि साँच्चै नै देशमा राष्ट्रमा प्रभु विभिन्न ठाउँमा नानीलाई रिचल भनिकन हामी बोलाउँछौँ उनको अदालत कागज पत्रहरू सबैमा त्यही रहनेछ र प्रभु हामी तपाईलाई धन्यवाद दिन्छौँ परमेश्वर तपाईले नानीहरूलाई मौकामा आउनको लागि नरोका भनिकन प्रभु तपाईले भन्नुभएको छ आज हामी तपाईको पाउमा दिन्छौँ प्रभु तपाईले नानीलाई हुर्कन पढ्न अनि तपाईँ परमेश्वरको सुरक्षा रहन सकोस् धन्यवाद तपाईँ परमेश्वरलाई प्रभु तपाईको अनुग्रह नानीको जीवनमा सधैँ रहिरहेको छ तपाईको ज्योति र तपाईको चेहरा तपाईको अनुग्रह सधैँ नानीमाथि रहन सकेको जसरी येशू तपाईँ बुद्धिमा कदमा परमेश्वर र मानिसको अनुग्रहमा बढ्नुभयो त्यसरी नै नानीलाई बढ्नको लागि सहायता गर्नुभएको छ त्यति मात्रै होइन तपाईँ शारीरिक बुवाहरूको अधीनतामा बस्नुभयो नानीलाई त्यसरी अधीनतामा रहनको लागि सहायता गर्नुभएको धन्यवाद येशू प्रभुको नाम आमेन र बधाई छ सबैजनालाई जसरी नानीलाई दिनको लागि खुसी भएर दिनुभएको छ हुर्काउनको लागि गर्ने बाँकी छ नि त उसलाई अलिकति ल त्यसलाई अब ह्याप्पी बर्थडे भन्न पनि मिलेन के भन्न पनि मिलेन के भयो कारण सबैलाई जय मिसी यो समयमा पछि आउनुहुने सबैलाई जय मिसी छ ह्याप्पी न्यू बोर्न बेबी ताली बजाइदिनुहोस् न लिड गर्ने छोरीलाई यो समय दिँदै यहाँहरूबाट बिदा हुन चाहन्छु यहाँहरू सबैलाई जय मसीह।
त्यही भएर बेसमा नै झरेको जुस यहाँ नानी एउटा Bueno, y ven, se lo salgan.